नमस्ते साथीहरू, हजुरहरू सबैजनाले मलाई सोध्ने भनेको चाहिँ हजुरको चायापोतो कसरी गयो भनेर सोध्नुहुन्छ। मैले कुनै केमिकल बेसमा गएर मैले के पनि एप्लाई गरेको छैन। मैले गरेको भनेको चाहिँ यही होम रेमेडीहरू नै हो, जुन मैले पहिल्यैदेखि गर्दै आएको छु, जुन मैले मेरो प्रोफाइलमा पनि राखेको थिएँ। अनि मलाई चाहिँ राम्रो भएको जस्तो चाहिँ आलसले चाहिँ मलाई एकदमै धेरै सुट गरेर राम्रो भएको छ हैन। अनि मैले हप्ताको 2 दिन चाहिँ यो जाइफललाई पनि लगाउँछु। मैले हेर्न सक्नुहुन्छ जाइफल अनि एउटा सफा ढुङ्गा लिने। अनि आज चाहिँ मैले रोज वाटरमा यसलाई चाहिँ घोटेको छु। मैले पहिला यसलाई दुधमा पनि घोटेको थिएँ अनि दहीमा पनि घोटेको थिएँ। अनि जुनमा पनि दहीमा पनि एकदमै ठिक हुने रहेछ, दुधमा पनि काँचो दुधमा पनि एकदमै राम्रो भने। आज चाहिँ मसँग काँचो दुध दही थिएन, त्यस कारणले गर्दा मैले चाहिँ रोज वाटरमा गरेको छु। अब हजुरले यसलाई लगाउने सही तरिका चाहिँ भिडियोलाई अन्तिमसम्म हेर्नु होला है त। जहाँ जहाँ तपाईँको चाहिँ पोतो छ हैन, हजुरले चाहिँ त्यहाँ चाहिँ मजासँगले लाउनु पर्यो के, त्यो इफेक्टेड भागमा मात्रै, पुरै अनुहारभरि लाउने हैन कि। जहाँ जहाँ चाहिँ हजुरको त्यो चाया पोतो छ, दाग छ, त्यहाँ चाहिँ लाउनु पर्यो। मैले जहाँ जहाँ लगाएको छु मेरो चाहिँ हो त्यहाँ छ। निधारको टिका लाउने ठाउँमा अनि नाकमा, त्यस्तै गरी यो गालाको यता छेउमा चाहिँ छ मेरो। अनि यो बिच नाकबाट यताको चाहिँ हटेर गइसकेको छ कि। अनि यो लगाइसकेपछि चाहिँ हल्का पोले जस्तो हुन्छ, धोएपछि पनि पोले जस्तो हुन्छ है। अनि अब यो 15-20 मिनट हामीले चाहिँ राख्ने, यसलाई कक्रक्क हुने गरी सुकाउनु पर्छ कि यसलाई। अनि त्यति बेलसम्म चाहिँ मैले यो हजुरलाई रोज वाटर देखाएको, रोज वाटरमा ल्वाङ हालेर जुन टोनर हामीले बनाएको थियौँ, त्यो टोनर चाहिँ मैले चाहिँ पहिला नजानेर हैन आधी बोतलै बनाउने कि। अनि त्यो आधी बोतलले त मजाले 1 महिना पुग्दो रहेछ। अब त्यो बनाएको चिज त फेरि 1 महिनासम्म युज गर्न पनि, फेसमा युज गर्न डर लाग्ने हैन। अनि त्यही भएर हजुरहरूले बनाउँदा चाहिँ थोरै 1 हप्तालाई पुग्ने गरी बनाउनु। जुन मैले पनि अचेल चाहिँ थोरै मात्र बनाउँछु है। अनि त्यस पछाडि मेरो 15-20 मिनट भइसक्यो। अब मैले चाहिँ मेरो अनुहारलाई मजासँगले पुस्छु। मैले अघि नै फेस वास गरिसकेको थिएँ। अब जहाँ जहाँ लगाएको छ त्यहाँ पुस्नको लागि चाहिँ मैले थोरै रोज वाटर एउटा वाइप टिस्युमा लिएँ। अनि त्यस पछाडि सर्लक्कसँगले पुसेँ मैले। अनि मैले जति पटक चाहिँ मैले आफ्नो फेस वास गर्छु, मैले यो टोनर चाहिँ कहिल्यै छुटाउँदिनँ। ल्वाङको टोनर यस्तो राम्रो छ, मैले मेरो प्रोफाइलमा भिडियो पनि राखेको छु, हेर्न सक्नुहुन्छ। यति धेरै राम्रो छ। भोलि फेरि मैले यो टोनर बनाउँछु, यसको पनि भिडियो म हजुरहरूलाई फेरि राख्छु। यो लगाउँदाखेरि चाहिँ हजुरहरूले मजाले ट्यापिङ गरेर लगाउनु, जसले गर्दा हाम्रो अनुहारको चाहिँ ब्लड सर्कुलेसन एकदमै राम्रो हुन्छ साथीहरू। यसरी मैले जसरी लगाएको छु त्यसरी नै हजुरहरूले पनि लाउनु। र बेस्ट भनेको तपाईँको अनुहार चम्किलो राम्रो हुनलाई तपाईँको पेट सफा हुनु पर्यो। पेट सफा हुनको लागि पानी, फलफुलहरू, फाइबरहरू चाहिँ प्रशस्त मात्रामा खान पर्यो, निन्द्रा चाहिँ पुग्न पर्यो। त्यस पछाडि त